दर्शन अनि नमस्ते सम्पूर्ण नेपाली देश तथा विदेशमा हुनुहुने सम्पूर्ण मेरा दाजुभाइ तथा दिदीबहिनीहरू साथै चित परिचित मित्रहरूमा आज यस रोमानियाको यस गाउँबाट सानो एउटा भिडियो लिएर आएको छु होइन। हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ? यहाँ चाहिँ यो रेलवे स्टेसन होइन। अब विगतका दिनमा अब रहेछ, अब यसलाई चाहिँ फेरि सुचारू गर्न लागिरहेको छ यहाँको सरकार चाहिँ होइन। अब सरकार यहाँ सुचारू गरिरहेछ, कहिले सुचारू हुन्छ त्यो थाहा छैन। अब इमर्जेन्सी अब आजको मौसम चाहिँ यस्तो छ, ओ हेलिकप्टर उडिरहेको छ त्यहाँ हेलिकप्टर हेलिकप्टर यहाँ चाहिँ अब बिरामीहरू लिएर आउँदो रहेछ। जहाँ इमर्जेन्सी जस्तो यहाँ इमर्जेन्सी एकदमै इमर्जेन्सी बिरामीहरू रहेछ भने चाहिँ यहाँदेखि लगेर तिमी छोराहरू भयो गाडीतिर कता कता पुर्याउँदो रहेछ यहाँदेखि हेलिकप्टरले। अनि यहाँको चाहिँ अब यस्तो छ आजको मौसम होइन। पानी परेको पुरै छ, रात पनि पानी परेर पनि आज दिनभरि पानी परेको छ। पानी पुरै यहाँ यसरी जमेको अवस्था छ। पानी यहाँ तल पानी देखाइदियो, यहाँ तल पुरै पानी पनि देखाइदियो तल भुइँमा। अनि यता डाँडातिर यो डाँडातिर चाहिँ गहुँ लगाएको छ। यो ठाउँमा विशेष गरेर गहुँ, तोरी अनि मकैहरू धेरै जस्तो हुँदो रहेछ होइन। अब यो बेलडौरी हेर्दाखेरि यो धरातलीय स्वरूप हेर्दाखेरि एकदम नेपालकै हुबहुमै बनेको छ, तर एकदम राम्रो छ होइन। त्यो त्यो अनि यो चाहिँ डाँडाहरू उता कति रमाइलो, एकदम पाटन परेको के, तर घरहरू बनाउँदा पनि कहीँ पहिरो जाला अनि भनेर पहिरो जोखिम पनि अब त्यस्तो खालका ठाउँहरू त रहेछन्। तर पनि यहाँ चाहिँ त्यस्तो खालका के अब घरहरू यस्ता यो डिजाइनको घरहरू हाम्रो नेपालतिर हुन्छ। उतातिर ल्याइदिनुहोस् होइन क्यामेराम्यान, उता यहाँका घरहरू बनेका घरहरू कस्तो छ कि अब धेरै हिउँ पर्ने भएको कारणले गर्दा अब हिउँले भोलि क्षति नगरोस् भनेर यस्तो खालका घरहरू निर्माण गरिँदो रहेछ होइन। यस्तो लाग्छ यहाँ चाहिँ एकदमै चिसो हावा चलेको अवस्था। हामी चाहिँ यसो अब साथीहरू आज घुम्नु त भने यसो रुमदेखि बाहिर आएको र यहाँ चाहिँ फलफुलमा विशेष गरी स्याउ, चेरी, आरु अनि पलङ, आरु बोक्रा के भन्छ नि, आरु पोखरा, आरु त्यस्तो यस्तो चिजहरू, स्ट्रबेरीहरू सबै हुँदो रहेछ। यो अनि ओखर हुँदो रहेछ, दाँते ओखर। यस्तै छ एकदम हावा पानी भनौँ न सबै यहाँको जस टेम्परेचर यो हेरेर दिउँसोमा अलिकति गर्मी हुन लाग्छ। आजभोलि चाहिँ 20-22 हाराहारीमा पुगेको छ गर्मी चाहिँ, दिउँसोको तापक्रम, र राति चाहिँ एकदम जाडोको मौसम छ।